ल नयाँ बजारदेखि विराटनगरसम्मको निर्माणाधीन सडकको अवस्था अति नै नाजुक रहेको अवस्था छ। यो निर्माण कम्पनीले यसलाई सम्पन्न गर्न सकेको छैन। काम पनि अहिले स्थगित भएको जस्तो देखियो। धेरै नै नाजुक अवस्था यो ठेकदारले काम अगाडि नबढाएको अवस्था देखियो। कटरी खण्डमा प्रवेश गर्दा पनि यो करिब 5 वर्ष भइसक्यो होला। सरकारवाला निकायको ध्यान जानु आवश्यक देखिएको छ। अति नै कष्ट यहाँ बिहान मजदुरहरू यहाँ बिहानै धेरै मानिसहरू यात्रा गर्छन् बिहानै बेलुकै यो विराटनगरदेखि पूर्व रङ्गेली रतुवामाई राजघाट उर्लाबारी झापा गौरादह गौरीगञ्जसम्मको बसहरू यातायातका साधनहरू चल्ने ठाउँमा पनि अवस्था यस्तो नाजुक रहेको छ।